साथीहरु कता सुन्नुस् त यता काठमाडौँ भ्याली विश्वकै दोस्रो प्रदूषित सहर बनेको छ। त्यही भएर बाहिर हिँड्दाखेरि सुरक्षा अपनाउनु होला। मास्क लगाउने या चस्मा लगाउने या बाइकमा सवारी गर्नु भएको छ भने फुल हेलमेट लगाउने। मैले पनि आज बिहान लगभग केही मन्दिरहरूको दर्शन गर्नको लागि हिँडेँ। आँखा एकदम पोल्यो, एकदम गाह्रो भयो। त्यही भएर प्रदूषित छ, एकदम हावामै एकदम एउटा पोल्ने ग्यासको मात्रा बढी भएको हिसाबले आँखाबाट आँसुसम्म आउने स्थिति भएको छ अहिले काठमाडौँ भ्यालीमा। एकदम प्रदूषित छ। त्यही भएर सुरक्षित रहनु होला है साथीहरु। 10 वटा मन्दिरको चाहिँ दर्शन गरौँ है त। मनोमयजी मन्दिरको दर्शन गरौँ। साथीहरु धेरै हिँड्नुपर्छ यहाँ चाहिँ, मजा आउँछ, हाइकिङ जस्तो नि हुन्छ। ल मैपी अजिमा मन्दिरको दर्शन गरौँ है त। हाडी गाउँको सरस्वती मन्दिर है हजुर। जय भद्रकाली माई। हाम्रो शहीद गेट नजिकैको भद्रकाली माईको मन्दिर दर्शन गरौँ है त हजुर। शनि सङ्कटा न्यू रोड। ल दर्शन गरौँ एकचोटि फेरि। जय महाकाल। कमल पोखरीको बागेश्वरी माई। ल हजुर कमलादीको गणेश मन्दिरको दर्शन गरौँ है। तारकेश्वर पिउटारको बङ्गलामुखी मन्दिर। राधाकृष्ण मन्दिर त्यसैको तल।